हेलो नमस्ते फेरि पनि वेलकम ब्याक टु माई अनदर ब्लग वेदर जे सबैजना सन्चै ल कुरा आजको दिन म भने सन्चै छु अनि दादा चाहिँ आज फेरि पुनः बाइक बसेको चाहिँ अर्को भिडियो लिएर अनि आज चाहिँ फेरि सोलो राइड फेरि दादा धेरै भयो राइड नगएको त्यही भएर आज चाहिँ दादा राइडमा हिँडेको छ अनि अहिले चाहिँ म चाहिँ छोरे पाटनतिर अनि म जानुपर्ने ठाउँको नाम चाहिँ बिर्सेँ तर लाग्यो मलाई यस्तरी गरेर हेर्दा नि यहाँ टावर छ नि हो यहाँ टावरमै होला जस्तो लाग्यो मलाई मैले हिजो भिडियो हेरेको थिएँ यही ठाउँ जस्तो लाग्यो मलाई यो के हो भन्ने छ के खाने कि मट्टी खाने मट्टी खान यस यस मलाई ठ्याक्कै याद आएको कि यहाँ आएर अघि मैले बाटोमा बिर्सेको थिएँ ठाउँको नामै अनि यही होला केटा म सेटअप गरेर आउँछु ल केटा रिकर्डिङ भयो होला है रिकर्डिङ भयो जस्तो लाग्यो नि मलाई होइन यार रिकर्डिङ भयो जस्तो लाग्यो नि मलाई यो थाहा भएन लगेडा भयो कि नै अहिले म त्यही गरेर हेर्छु अब म जाने त्यही मट्टी खान हो ल दादा चाहिँ चल्थ्यो है केटाहरू म जानु पर्ने त्यही मट्टी खान भन्ने ठाउँ हो यहीँ किसाबले फेर्छु यहीँ भिडियो नि भयो कि नै हेर्नु पऱ्यो अब गाई ल केटा अब त्यही हो शिवजीको मूर्ति त्यहीँ छ भिडियो भयो होला है भइरहेको रहेछ ल केटा त्यही अब चाहिँ म पिछा फेरेर आउँछु है त ल केटा मैले मूत्रसूत्र हानिसकेको छ अब चाहिँ यहाँबाट चाहिँ अफ रोड जस्तो लागिरहेको मलाई बाटो चाहिँ ग्राभल मात्रै गरिरहेछ क्या मान्ट्या भने फेरि दादा अनि कुदे हरेको छ भगवान् रहेछ यहाँ यहीसँगै होला केटाहरू यहाँबाट कताको भ्यू देख्छ के हो मन्टी खान केटाहरू बाबा भ्यू टावर होला भ्यू टावरतिर चाहिँ गएर हेर्नुपर्ने हुन्छ त्यही हो यताबाट चाहिँ कता कुन गाउँ हो यो ल यस्तो छ यहाँको भ्यू हेर्न सक्छु यताबाट कता पुग्दो रहेछ यार ओहो हैट आइयो ल्याइयो कपाल ठाउँमा आयो झन् हामी केटा आउँछु ल गाइस फाइनली दादा आइसकेको छ मट्टी खानको अर्कै ठाउँतिर आइसकेको छ त्यही हो हेर्न सक्नुहुन्छ अब यहाँबाट करोडौँको भ्यू बाइक पछाडि छ ल गाइस पोखराको भ्यू हेर्न सक्नुहुन्छ पोखरा हाम्रो पोखरा सहर लाग्छ मलाई रहर हो क्या ल हेर यस्तो छ पोखरा एयरपोर्ट हो है अघि म आएको बाटो हो यहाँबाटै यो पुल क्रस हुँदै आएको अनि यस्तो छ माछापुच्छे अन्नपूर्ण वेस्ट साइड के पेस्ट साइड यहाँबाट त पुरै रेन्ज देख्दो रहेछ पुरै टोटल्ली अस्ति हामी कर्पु जाँदाखेरि फेरि अर्कै देखेको थियो कता कर्पु त त्यता जस्तो लाग्यो मलाई यता कता बिचमा त्यताबाट फेरि के हो के यहाँ आउँदा कस्तो उताबाट कस्तो न कस्तो देख्ने क्या अब अनि एनिवे यहाँ चाहिँ लालीगुराँस फल्यो है लालीगुराँस झन् कर्पुमा त लालीगुराँस हरिफ फुल्यो होला हरिफ लालीगुराँस फलिसकेको छ यार तेरो लालीगुराँस केटाहरू खुट्टा रहेछ लालीगुराँसको यो पनि 360 डाँडा रहेछ क्या यताबाट त्यो भ्यू टाढा अब के जाने होइन त्यहाँ त्यस्तै त त्यहाँबाट नि बरु त्यता जानु पर्ला जस्तो त्यो मन्दिरबाट छुट्टै उताको भाइब्स आउँछ होला यताबाट 360 क्या डाँडा यता फेरि अर्कै छ दुनियाँ अर्कै छ यता दुनियाँ अर्को त्यो जङ्गलतिर लालीगुराँस यता यो साइडमा लालीगुराँस छैन तलतिर त्यस्तो त्यो भागमा चाहिँ लालीगुराँस त्यहाँ फेरि के गेम खेल्दैछ केटाकेटीहरू फुटबल खेल्दै रहेछ केटा अब त्यही हो चाहिँ बाल ठाउँमा आइसकेको छ म अहिले त्यही हो अब चाहिँ हल्का फुल्का फोटो हान्छौँ मेरो होइन बाइकको अनि त्यही हो सक्नुहुन्छ यही बिहार 220 बबाल
अलवेज बबाल लेजेन्ड बाइक इज बबाल र त्यही हो आजको मट्टी खान त्यही हो हामी हुई अझै मट्टी खानमा नि फोटो खिच्न पर्ने हुन्छ थम्बनेलको लागि त्यही हो गाइस दादा अनि फेरि केटा हो त्यही हो हुई हेलो गाइस मट्टी खान यही हो अब उतातिर जानुपर्ने हुन्छ त्यही हो गाइस अहिले चाहिँ म त्यहाँबाट मट्टी खानदेखि तल निक्लिसकेको छ अब म त्यहाँ माथितिर जानु पर्ने हुन्छ यो हेर्न सक्नुहुन्छ यस्तै छ अनि गाह्रो है हिँडारमा कस्तो छ हिमालको हल्दी चल्ली अनि दारु चाहिँ यहाँ यस्तो बाइकमा हेर्न सक्नुहुन्छ पोखरा सिटीमा फुटेको म यहाँबाट झन् बबाल दिँदो रहेछ बबाल दिँदो रहेछ त्यहाँ माथितिर गएर फोटो हाल्नु माथि जान्छ ल गाइस दादा चाहिँ बबाल ठाउँ फेरि झन् बबाल ठाउँ अघि उता कता गएको थिएँ नि त अनि अहिले चाहिँ झन् अर्कै ठाउँमा आएँ क्या म यता मन्दिरमा जाने भन्थेँ नि त म अनि त्यताबाट चाहिँ बाटो हेर्दै यता कता जान्थेँ तल यता जाने बाटो नि रहेछ क्या अनि जङ्गलबाट हेर वो हो भ्यू हेरौँ त पोखराको भ्यू ल गाइस यहाँबाट झन् बबाल देख्दो रहेछ एयरपोर्ट यहाँ एयरपोर्ट हेर्नुहोस् त बबाल रहेछ पिस ठाउँ अनि पहिला जमाना के रहेछ लाली गुँरास फल्यो हेर न लाली गुँरास के चाहिँ यताबाट चाहिँ यस्तो छ यताबाट चाहिँ यस्तो छ गाइसहरू बबाल ठाउँ यो त जङ्गल कस्तो टाइपको जङ्गल के माथितिरको लेकतिरको जङ्गलै छुट्टै हुने है यो मिडियम भागको लेक के हेर्न सक्नुहुन्छ यस्तो दामी है ल गाइस हेर्नुहोस् त भ्यू बबाल ठाउँ घुम्न पर्ने हुन्छ दादा फेरि आमा नसक्नु छ नि है दादा त केटाहरू कता यो त कृष्टि डाँडा हो यो कृष्टि डाँडा हुँदै उता गएर म चाहिँ उताबाट झर्नु त झरेपछि यता चाहिँ यो चाहिँ यता चाहिँ गएको म यता चाहिँ गएको यता चाहिँ फर्स्ट टाइम हो केटा ल त्यो घुम्दी हुँदै उता पनि गएको म माथिसम्म गएको यो डाँडाको हो यो डाँडा देखेको डाँडाबाट माथि नै गएको म यहाँ चाहिँ फर्स्ट टाइम यतातिर त मट्टी खान त्यही हो एउटा बबाल रहेछ मट्टी खाने यता नि दामी बसेर टक्क नि मिठो रहेछ क्या अनि यहाँ क्याम्पिङ बस्नको लागि नि बबाल रहेछ क्या तर है हेर्न मिठो रहेछ क्या क्याम्पिङ बस्नलाई नि बबाल रहेछ जङ्गलको छेउमा बाघसाग त आउनु होला के अरे होइन केटा हो त्यही जति हेऱ्यो क्या अब त्यही हो पिसा अब यहाँ एकछिन यसो चिनान्छु अनि जानुपर्ने हुन्छ फेरि त लाली गुँरास फल्यो लाली गुँरास नै देखाउँछु ल गाइस अहिले चाहिँ हामी चाहिँ यहाँ मन्दिरतिर आइसकेको छ यहाँ चाहिँ लाली गुँरास फल्दैछ देख्न सक्नुहुन्छ लाली गुँरास फुल फुलिरहेको छ यहाँ हेर्नुभयो तल पनि लाली गुँरास यस यहाँ पनि झन् बबाल लाली गुँरासको बुट्टा अन द टाउन मन्दिर हाम्रो हेर्न सक्नुहुन्छ लाली गुँरास फलेको वाउ दामी लाली गुँरासको बुट्टै बुट्टा यहाँ झन् कस्तो दामी फल्यो त्यही हो यस्तो छ यहाँबाट मत्ती खानको भ्यू टावर त्यही यहाँबाट यस्तो छ भ्यू ल गाइस म त यहाँ माथि आइसकेको छु हेर्न सक्नुहुन्छ कति राम्रो ब्युटिफुल अनि म चाहिँ यहाँ हाम्रो अकलदेवी मन्दिर रहेछ यहाँ हाम्रो के भन्छ के नामै बिर्सेँ बिर्सेँ मैले दिन चढाइसकेको छु किनकि म खुट्टासँग छ अलि भित्र चाहिँ चढाउन मिलेन किन जान मिलेन म खुट्टासँग थिएँ जुत्तासँग थिएँ द्याट्स वाइ केही छैन मन सफा हुनु पऱ्यो भगवान्ले हेरिहाल्छ नि मन कसको सफा छ के छ भन्ने कुरा होइन त्यही हो होइन मेन कुरो भनेको मान्छेले अब के स्वास्थ्य राम्रो हुनु पऱ्यो होइन त्यही हो स्वास्थ्य राम्रो होस्
हेरो होइन माता हाम्रो अकलदेवी माता मनोकामना पुरा हुन्छ अरे मैले मनको कामना पनि मागिसकेको छु अवश्य मेरो पूजा पुरा भयो भने चाहिँ म फेरि ब्याक भएर यहाँ पूजा गर्न आउने छु जे सक्छ त्यही मेरो मनको कामना पुरा हुनु पर्यो त्यही हो होइन यस्तो छ राम्रो एकदम दामी बबाल ठाउँ हो तर यो चाहिँ मट्टी खान चाहिँ मिठो मट्टी खान यस मट्टी खान माता यहाँ हुनुहुन्छ हाम्रो अकलदेवी माताको मन्दिर हेर्न सक्नुहुन्छ यहाँ वाउ कति राम्रो हो भेरी भेरी ब्युटिफुल वाउ आई लभ दिस प्लेस यहाँ पनि मन्दिर छ होइन लगेडा हो म चाहिँ अहिले यहाँको टपमा आइसकेको छु अनि यहाँ चाहिँ लाली गुराँस रहेछ कसले टिपेर राखेको छ सायद चराको होला यहाँ चाहिँ हाम्रो श्री कालीकोट मन्दिर प्रवेश हाम्रो कालीकोट मन्दिर रहेछ त्यो यो पाती चढाउँछु यहाँ पनि मैले ल यहाँ यस्तो रहेछ है गाइजहरू भित्र पनि छिर्न मिल्दो रहेछ नवरिस यस्तो छ हाम्रो श्री कालिका कोट ए हाम्रो शिवजीको रहेछ क्या काली ल भगवान् रक्षा गर्नु होला मनको कामना पुरा होस् मनले आँटेको काम पुरा होस् अनि स्वास्थ्य राम्रो होस् त्यही छ मेरो कामना भगवान्सँग हाम्रो जुन भगवान् हुनुहुन्छ हाम्रो यहाँ सायद हाम्रो शिवजी भयो तल चाहिँ माता हो लेख्नुभयो त्यो यहाँ चाहिँ शिवजीको मूर्ति छ कि महादेवको त्यही भएर यहाँबाट चाहिँ टपबाट चाहिँ यस्तो आउँछ भ्यू हेर्न भने सक्नुहुन्छ गाइस यताबाट नि ए जङ्गल कस्तो डेन्जर जङ्गल हो हेर्न सक्नुहुन्छ यता चाहिँ यस्तो रहेको छ ओ तल नि बाटोहरू अब यता अघिको त पोखराको भ्यू चाहिँ देखाइसकेँ मैले त्यही भएर अब चाहिँ म तलतिर जानुपर्ने हुन्छ त्यही हो भगवान्को नि दर्शन गरेँ यहाँ आएर मट्टी खानको भगवान्लाई त्यही हो अब चाहिँ मेरो यहीँ समाप्त होला जस्तो छ लाली गुराँस बुट्टा यहीँ छ नजिकै यहाँ पनि नजिकै छ है ओए बबाल त्योभन्दा नि अर्को रहेछ कि यो टपमा त्यो दामी लगेर हो त्यही हो है मिठो देखेको छ दुईवटा हो त्यही हो लगेडा हो चल्दै गएँ म चाहिँ त्यहाँ मन्दिरदेखि तल झरिसकेको छु अब चाहिँ मोटो भ्लग गरिदिनु होला किनकि अब त्यही अघि आएको बाटो हो नि त त्यही भएर चाहिँ अघि आएको बाटो कति त्यहाँ हुन्छ नि अनि भिडियो पनि लामो भयो होला मैले डह्रो ज्ञान सोध्दै आएको थियो बिहारको बारेमा त्यही हो अब चाहिँ सबै गर त्यही अब यति नै होला भिडियो है यस्तो छ है यो है गाइजहरू यति नै थियो म चाहिँ मट्टी खाना यहाँबाट यस्तो देख्छु मट्टी खाना आउने कोही चाहनुहुन्छ नि आउनु होला बाटो एकदम राम्रो छ यहाँ अझै पिच बन्दै रहेछ अनि अहिले नि बाटो राम्रै छ कि त्यस्तो अफरोडै छैन राम्रो छ एकदम बवाल छ आउनु होला बवाल छ दामी छ लाली गुराँस परिरह त्यो माथि अनि बवाल पनि छ यहाँ अनि कुन मन्दिर रहेछ ए लाली गुराँस यहाँ पनि छ कि अलिअलि अनि भ्यू नि बवाल देख्छ कि अझ बिहानै झन् दामी देख्छ होला कि बिहान आज चाहिँ वेदर बवाल खुलेको थियो नि त झन् बिहान आउने भयो दामी देख्थ्यो होला सबै रेन्जहरू देख्थ्यो र अहिले चाहिँ उयोहरू परिसक्यो बादलहरू आएर खासै राम्रो देख्थ्यो छैन अझै बिहानै हिँड्ने भयो त्यही 10 बजेभित्र आयो भने चाहिँ दामी देख्छ यहाँ ल यस्तो छ पोखराको भ्यू तर पहिलाको भन्दा चाहिँ आज वेदर चाहिँ राम्रै खोलेको छ है हिजो अस्तिको भन्दा यस्तो छ हेर्न सक्नुहुन्छ है मट्टी खानदेखि मट्टी खानको बाटो यस्तै छ राम्रो छ आउनु होला कस्तो जिम हुन्छ जहिले पनि झ्याउ लाग्ने यार यस्तो उड्डेको हबीमा जहिले जुम हुन्छ आफै किन हो लगेडा हो त्यही हो ए अब भ्लग चाहिँ यति नै होला है यस्तो छ बाटो हेर्न सक्नुहुन्छ ओए दामी देखेको है ओए ल मन परेमा 2 लाइक सेयर एन्ड सब्सक्राइब सबैजनाले माया देखाइदिनु पर्यो त्यही हो होइन माया चाहियो गाइजहरू त्यही हो सबैजनाले हेरिदिनु होला मनोरञ्जन लिनु होला त्यही हो भन्न चाहन्छु मन परेमा 2 लाइक सेयर एन्ड सब्सक्राइब थ्याङ्क यू फर वाचिङ माई भिडियो किप सपोर्टिङ किप लभिङ त्यही हो